Hello. So we're going to sing a song for you guys. त्यतिकै छोडा न केशलाई उडाउन देऊ यो हावालाई डुब्छु होला तिम्रा आँखामै डुबिरहन छ तिमीलाई म माया मार्दिन तिमीलाई छाड्दिन म माया मार्दिन तिमी सम्झना हो मेरो मनमा छौ मेरो कहिले बिर्सिन्न त्यतिकै छोडा न केशलाई उडाउन देऊ यो हावालाई डुब्छु होला तिम्रा आँखामै डुबिरहन छ तिमीलाई म माया मार्दिन तिमीलाई छाड्दिन म माया मार्दिन यसरी हान्छौ तिमीले होइन भुत्तो बाँच्दै झ्याउलाई बोला त तिमी एकछिन एउटा हामी चाहिँ भेट्यो गएर कहाँ आएको उसले चाहिँ मलाई होइन गाडीसँग छोडिदियो भनेर चाहिँ अब बाइकमा कुदाएको छ कि पठाउ भाडा लिनु पर्ला जस्तो छ यार 150 रुपियाँ कसैलाई तपाईँहरूलाई चितवनभित्रमा पठाउ चाहिएको छ भने कन्ट्याक्ट खुक्का दादा इजी हो प्रोमो कोड लोमा सिट गरेर डिस्काउन्ट पाउँछ पाएँ 25 रुपियाँ डिस्काउन्ट 125 बजारभरि बजारभन्दा बाहिर है त्यस्तो लड्कीहरू मन छ नि यो बाटो आउनु होला बिग बजारको दामी लड्कीहरू हिँड्छ कुन हो सेकेन्ड जिन्सीमा साथीभाइहरू अब ऊ आज जिम आउनु अरे अब भोलि भेट्नु पर्छ ल साथी ल बाई 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 So hi साथीहरू, as I said, so I'm ready for a run, evening run. So yes, I'm going by. साथीभाइहरू हामी जुत्ता लगाउँदैछौँ अनि जान्छौँ हामी दौडिन 24 कोटी पुग्न लाग्यो Crazy city. हेऱ्यो कति त यतातिर रनिङ भन्दा त रमाइलो हुँदैछ आउनु साँझ दौडिने आज म बक्सिङ नगएको म त आएको खास चाहिँ किन भन्दा चाहिँ भयो हेलो गाइज हामी चाहिँ अहिले सिओसीमा छौँ कफी ब्लग क्षेत्रपुरको आज चाहिँ यसले चाहिँ आज भोलि चाहिँ यसको बर्थडे यो चाहिँ आज बर्थडे इभ मनाउन जाँदैछ सेलिब्रेट गर्न अब यो कता कता हिमालको पहाड चुचुरोहरू चढ्न जान लाग्यो त्यही भएर मस्किले सेटिङ हान्दियो फोनमा यही फोनबाट ऊ त्यहाँ ब्याग देखा न ब्याग घरबाट चाहिँ मेरो घर जान्छु भनेर आहार्यो मम्मीलाई ब्यागमा सामान लिएर तर मेरो घर चाहिँ जान लागेन यो चाहिँ छिटोभन्दा छिटो यसको मम्मीबाट पुगोस् होइन सबैले यसको मम्मीबाट पुगाइदिनु होला म बिन्ती गर्छु अनि यस्तो काल्पनिक कुराहरू बताइदिन अलिकति मान्छेहरू पताउनु होला काल्पनिक कुराहरू चाहिँ यो चाहिँ यसले सबै कभर अप गरेको कभर अप गर्नै पर्दैन यस्तो कुराहरू कभर अप हुँदैन अब यो तेरो यो फ्ल्यास बन्द गर म
म त कालो आएँ यार काले मान्छेहरू काले आउँछ म त अलिक काले नियत र मान्छे दुइटै कालो नियत र मान्छे दुइटै कालो भन्छ त्यसलाई चक्लेटी चक्लेटी हुन्छ यसलाई डार्क चक्लेट चक्लेटी डार्क चक्लेट भन्छ यस्तोलाई यस्तो हुन्छ जिन स्किन कलर कालो हैन नि भाइ मलाई भन्छ कालो म जस्तो मान्छेले हो कालो भन्ने म हो कालो यो चाहिँ गोरो हो देखा त गोरो चक्लेटी गोरो मान्छे हो यो गोरो है गोरो चक्लेटी चक्लेटी अरे अनि यस्तो जस्तै चक्लेटी अब चक्लेटै देखाइदिएन त यसलाई एकचोटि कालो चक्लेट देखाइदिउँ त्यसलाई म गोरो आइराखौँ त भइहाल्यो त नि तेरो मेरोमा तेरो माइक जोडिन्न क्या जस्तो माइकको उस फेरेर आइज भाइ अब टाइप सी बना त्यसलाई मेरो पनि टाइप सी नै हो मेरोलाई होइन त्यो माइकलाई टाइप सी बना मेरो अलिक बढी लाग्छ त्यसलाई अलिकति कम खर्च लाग्ला गाइस यहाँ एउटा रिल देखाउनु मन लाग्यो यो केटीको चाहिँ यहाँ दुईटा चाक्रै छ अगाडि पनि छ आगे गान पछि गाड्ने तेरो तेरो दिमाग जस्तै रहेछ त्यो माथि नि भएको तल नि भएको क्या चाकमा नि निधारमा नि त्यही हो क्या त्यसको रिलवाला मकब्याङ हो त्यो स्याराप स्याराप गर्न पाँच्दैन त माइकमा मुकबाङ मुकबाङ टक्क सुसी सुसी ल्याएर टक्क लाएर टुपियम सुपियम बनाएर टक्क लाएर पोर्क सिकुवा के अरे पोर्क डामेको माछा ग्रिल माछा ल्याएर हामी हाम्रो मुकबाङ भिडियो चाहिँ छिट्टै आउँदैछ गाइस स्टे ट्युन होइन प्लिज चेक आउट अपलोड भएपछि तपाईँले सब्सक्राइब गर्नुभयो सब्सक्राइब गर्नुहोस् कमेन्ट पनि गरिदिनु रे कमेन्ट लाइक सब्सक्राइब सेयर सबै तर कमेन्ट के गर्ने थाहा छैन कसैलाई पनि यो भ्लगको खाइदिन्छ नि मुकबाङ त मेरो यो खतरै हुन्छ कस्तो हुन्छ अरे खतरा कस्तो खतरा भनेको प्लान गरौँ न त कहिले गर्ने के खाने भन्ने कुरा यसो प्लान गरौँ 10 वटा चाउचाउ रे मैले खाने भयो नि त अनि तेरो युट्युब च्यानलको लागि भ्यू बढाइदिएको हो नि त मैले भ्यू बढाइदिइसक्यो ले भ्यू बढिसक्यो यो च्यानलमा भ्यू बढिसक्यो मिलियन्स अफ भ्यूज त यहाँ अपलोड हुनुभन्दा अगाडि आइसक्यो अपलोड भइसकेपछि त कति हो कति मिस्टर बिस त के हो यहाँनिर गिभ अवे सुरु हुन्छ त्यसपछि हाम्रो यहाँ के गिभ अवे गर्ने त ल भन् खोजिरह कतिको कति सब्सक्राइबर भएपछि त्यहाँ माथि होइन मान्छेमा त्यो कफी त मान्छेमा चलेगा माथि हेर्न कसलाई चाहिँ गिभ अवे हो त नि हामीलाई त त्यो गिभ अवे नै भएन नि गिभ अवे भनेको त अब नचिनेको मान्छेलाई हुनु पऱ्यो नि त सब्सक्राइबरलाई किनकि मैले सब्सक्राइबर हेर्ने यसको अहिलेसम्म अरूको कुरा छोडिदिउँ सब्सक्राइबर यसको 1000 पुगेपछि बल्ल 979 भएपछि 1000 को बेलामा मैले गर्ने भनेर बसेँ न त अब त्यति अहिलेसम्म चाहिँ हुँदैन सब्सक्राइब मुहुरत त्यहाँ अलिकति मेरो सब्सक्राइबर खेर नजाओस् भनेर मैले यतिको गरेको खेर गयो भने झ्या हुन्छ आज कन्टेन्ट पुग्यो 3 मिनट भएछ आजलाई यति कोही त के बोल्ने हो भयो एउटा रिल देखाउनु मन लाग्यो गाइज इफ यु थिङ्क योर लाइफ इज हार्ड होइन वाच दिस रिल केही खुट्टा पनि छैन हात नि छैन त्यही पनि यस्तो मेहनत छ एटलिस्ट आफ्नो केही काम नगरे पनि 24 आवरमा एटलिस्ट 2 आवर आफ्नो शरीरलाई दिन सकेन भने त्यस्तो नि के लाइफ जिउने कि सो गो टु द जिम गाइज वर्कआउट फर यर सेल्फ यति भन्दै हाम्रो रात्रिकालीन समयमा हामी गुड नाइट भन्न चाहन्छौँ शुभरात्रि मेरोबाट पनि शुभरात्रि 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 त्यहाँ अलिकति कालो आएको कारणले हामी दुईजना कालो मान्छेहरू बाहिर आयौँ गाइज वी आर ब्याक होइन यो चाहिँ मेरो फेरि यो यस्तो के हो कि यो जान्छ कि हात यो दुईवटा आउँदा धेरै खेल भएर होला कि तैँले यही भन्दा भ्लग अन गर भने अफकोर्स यस सर खै त्यो पैसा तिरै भयो क्या भाडा बाँच्नुलाई त्यो जस्तो त्यहाँ सेफ्टी ट्याङ्की त्यहाँ देखा न देखिँदैन हो त्यहाँ पुरै अँध्यारो छ हामी देखिन गाह्रो भएको यहाँ सेफ्टी ट्याङ्की कहाँ हुन्छ ल लाग्यो घरतिर यहाँ झार्या जस्तो लगाएर केटाहरू ब्याक इन बिजनेस यस सर काम नभएको ड्राइभरमा
ड्राइभरमा रमाएर ट्राप सिट गयो फिल्ममै उक्लिँदैन कि स्योर ल भाइ उक्लिन्छ कि उक्लिँदैन कमेन्ट गर्नु स्प्लेन्डरले मलाई स्पोन्सर गर्यो हुन्छ 2टा भिडियो भइसक्यो यार केमा पठाइदियो मिसियामा फोनै नजिक आयो नि मिसियामा अगाडि ट्रेकिङ भने खाना रेडी भयो डोडे खुट्टाहरू रेडी हालिदिन्छ कन्टेन्ट पाउँछ यार कन्टेन्ट पाउँछ मैले भर्खरै पात दिइसकेँ अगाडि चाहिँ मस्त 3जना साथीभाइ हो त्यहाँ चाहिँ रहेछ कि पछि है साथीभाइहरू जसरी आइदिइसक्यौँ हामी यहाँबाट मैले अनि बस्दा बस्दै पातिदिएको मजा आयो के हो बोल्दैन आज त हाइपर एक्टिभ कन्टेन्ट भयो साथीभाइहरू आजको स्प्लेन्डरमा क्लास त नवालौँ क्या तपाईँहरूले पाउने कन्टेन्ट यति नै हो यस सर स्प्लेन्डर भनेर यत्रो प्रचार गरिसक्यो स्प्लेन्डरले हेरेर हामीलाई प्रचार सँगसँगै स्पोन्सर चाहियो अब यस अब स्प्लेन्डरले प्रचार रे के अरे स्पोन्सर स्पोन्सर चाहियो है त ल भाइ भन्दा भाइ त भनिदिने यिनीहरूलाई झ्याउला त हेर्ने मान्छे नै हुनुपर्छ भाइ भन्दा शीतल यिनीहरूसँग लिफ्टमा दिने हो क्या दिँदैन होला हिँड्दै चढ्नेहरू दिँदैन के चढ्ने दिन्छ त घोडाहरू कसले 2जना गाडीवाला मान्छेहरू टोक्नेहरू यहाँनिर मलाई स्प्लेन्डरलाई सदा खानेहरू गरिबलाई सदा हुन्छ नि पछाडिबाट त्यो पहिला हेलो देशको स्थिति यस्तो छ गरिबलाई सधैँ हेप्ने बानी छैन यो कहिले बन्छ भनेर सोध्दा यो कहिले नि बन्दैन यो सधैँ यस्तै हो यहाँ अब कन्टेन्टै हो क्या भाइ त्यो त थाहा भइसक्यो मैले देशको लागि भनेर देशमा चलिरहेको चलन भनेको गरिबलाई हेप्ने किन भनेर सोध्न म किन 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 भन्दैन कि किन तिमीहरू 2टा गाडीवालाहरू हेर गाडीवालाहरूले स्प्लेन्डरवालालाई तिर्बल राख्ने गाडीमा 3जना मजासँग अड्ने ठाउँमा गाडी नलिएर आउने अब हेल्थको नि केयर गर्नु पर्यो स्प्लेन्डरमा चढेर चाहिँ हेल्थ गर्ने तेरो होइन तँलाई नि भने मैले दौडिन्छ जा भनेर ए नम्बर पाउँछ राखेर आयो तेरो अनुहार आएन कि माया त ट्याक्कै माल पुच्चो खायो साथीभाइहरू यो घरबारी चुलो छ यहाँ होइन सबैजना आइदिनु होला घरबारी चुलो भर्खर ओपनिङ हुँदैछ एकदम मिठो छिट्टो खाना खानु पर्छ भने चाहिँ घरबारी चुलो आउनु होला हाम्रै हो होइन टक्क भात सात खानु थाली खाना खानु पऱ्यो भने टक्क होइन पोर्क सोर यताउति माछा चिकन होइन एभ्री पाउँछ अब कपाल हुनुहुन्छ भने पनि त्यहाँ टक्क क्याबिन छ स्पेसल क्याबिन तपाईँहरू आएर 1 प्लेट मोमो र एउटा खाना दिनभरि बस्न सक्नुहुन्छ बत्ती खै आएको कहाँको बत्ती बल्ल खाँदा नि आएको होइन कि पोलको भनेको त त्यही छ बत्ती ऊ हेलो रे अगाडि लैजा कसले हालो भने ऊ यसले क्या अगाडिको स्कुटरले हेलो किन भन्नु हेलो भनेर तैँले कताबाट लिएर आएको हेलो रिटर्न गरौँ यसलाई घर पुऱ्याउनु परेन तपाईँलाई साथीभाइहरू उताबाट हेलो आइसक्यो अगाडि लैजा फेरि एकचोटि हाम्रो भिडियोको लागि फेरि हेलो 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 हेलो
पुरानी हवेली गाइजहरू बाई शुभरात्रि शुभयात्रा